गुड मर्निङ फ्रम इटालिया। अब चाहिँ बहिनीको पुरानो घर पुग्दै अब चाहिँ हामी चाहिँ बहिनीको नयाँ घरमा जाँदैछु। प्राइभेट रोड अफ सुबिनी लुजिनो। अब उसको घरमा आइपुग्नु लाग्यो। घर चाहिँ यहाँ हामी आइपुग्नु लाग्यो। यो चाहिँ उनीहरूको गेट। ल यहाँ चाहिँ बहिनी ज्वाइँको घर। यो सबै उनीहरूको चाहिँ पुरानो घरहरू र जमिनहरू टक्क लगाएर आएपछि हामी भित्र घरभित्र छिर्ने प्रवेश गर्दछु। अघि मैले खुलाइरहेको थिएँ। यो चाहिँ अब घरमा जाँदैछु। गाडीको पार्किङ अहिले पार्किङको लागि चाहिँ यो घिच्यो बसेर अलि यसको लागि थिच्नुको लागि चाहिँ राखिएको रहेछ। अब यहाँबाट गए पनि भयो, तलबाट गए पनि भयो। टक्क लगाएर हामी अब मुनिको ग्राउन्ड फ्लोरबाट छिर्छौँ। यो चाहिँ मुनिबाट यो गेस्टहरू बस्ने चाहिँ यो दुईवटा। बाहिर सिन यस्तो देखिरहेको छ। मौजुदो के यो इटालीको विश्वयुद्ध 2 मा चाहिँ यहाँ धेरै ठुलो काण्ड भएको ठाउँ रहेछ। टक्क लगाएर हामी अब इन्ट्रान्समा छौँ। अब रिङ बजाउनु पर्दैन किनभने अहिले मैले आधा लक गरिरहेको छु। हेलो ल गाडीभित्र प्रवेश। हेलो एलिजा। एलिजा गुड मर्निङ भन मामालाई। यो चाहिँ डाइनिङ। टक्क लगाएर हाम्रो गेस्ट रुम चाहिँ अगाडि, सबैभन्दा अगाडि। मौनले चाहिँ नाति स्कुलबाट आउँदैछ। नातिको लागि चाहिँ किचन सेट प्रिपेरेसन गरिरहेको छ। एलिजा र नर्साङको नोनो उहाँ चाहिँ टक्क लगाएर अब चाहिँ सेकेन्ड फ्लोर। लेट्स गो। भान्जीले चाहिँ मलाई देखाउँछ। भान्जीले चाहिँ मलाई उसको सो राउन्ड गर्दैछ घरको। लेट्स गो। एलिजा के भन्छ तपाईँहरूको ल्याङ्ग्वेजमा? टक्क लगाएर चाहिँ यहाँ चाहिँ यो गेस्टहरूको रुम। एलिजा बाजेको बाउले पाएको प्राइजहरू रहेछ। यो चाहिँ गिफ्टहरू रोलेक्सको चाहिँ धेरै पुरानो। यो सबै उहाँको बाउ चाहिँ डक्टर। चक्क लगाएर हामीहरूको लागि पाहुनाहरू बस्नको लागि सबै यो पाहुनाको लागि सबै यो चाहिँ टक्क लिभिङ रुम सिधेपछि यहाँ चाहिँ यो चाहिँ टेरेसमा जाने बाटो बाजेको पुरा बाजेहरूको चाहिँ पुरस्कार पाएको चाहिँ पिक्चरहरू र पुरानो चाहिँ कलेक्सन पुरानो। यो वार्तालामा देख्ने चाहिँ हाम्रो बुद्धिस्टको बल्बे हो। बाजे नेपाल घुम्न जान्छ चाहिँ बाजेले मन परेछ। उसको घरको डिजाइनमा यस्तो लगाएको रहेछ। टक्क लगाएर चाहिँ हाम्रो पाहुनाको लागि बाथरुम चाहिँ अब यस्तो सबै होटेलको सिस्टम रहेछ। टक्क लगाएर यहाँ चाहिँ पाउडर रुम। होटेलमा त पाउडर रुम भन्छ यसलाई। टक्क लगाएर चाहिँ गएपछि यहाँबाट पनि इन्ट्रान्स गर्नुपर्छ। मेन गेटबाट सिधै सेकेन्ड फ्लोरको लागि आउने गेट। अब मेरो प्यारी क्युट बान्जीले सोल हेलो
ग्रासियो थर्ड फ्लोरमा जाँदैछ हामी मार्बलहरू एकदम अब कसरी चाहिँ आई क्यान एक्सप्लेन टक्क लगाएर सबै यो एकदम कलेक्सन आर्ट विदेशहरूको चाहिँ यो कलेक्सन आर्ट चाहिँ भेरी इम्पोर्टेन्ट हो अब त टक्क लगाएर यस बुक्सै बुक्स टक्क लगाएर हे लिजा हे डन्जर नन्नल कराउँछ यो चाहिँ बाजेको अफिस उसको सबै बिजनेस अफिस उसको घरको पर्सन हो अफिस नातिनीले चाहिँ अब बाजेको फाइलहरू रहेछ यो कोठाभित्र नातिनी चाहिँ बाजेको अफिसमा खै लुक एट मी हेलो भन टक्क अफिसबाट चाहिँ यहाँ चाहिँ उहाँहरूको रुम रहेछ रुम चाहिँ यो चाहिँ अब ग्रान्डफादरको रुम होला यो चाहिँ एलिजाको यो चाहिँ बहिनीहरूको सबै सर्टिफिकेटहरू चाहिँ कहाँको यहाँ चाहिँ बाथरुम मिनी बाथरुम यहाँ चाहिँ नोर्साङको खेल्ने ठाउँ रहेछ ल यहाँ नोर्साङको खेल्ने रुम यहाँ चाहिँ उनीहरूको बाथरुम बाथटब रहेछन् अब यहाँ चाहिँ बच्चाहरू सुत्ने ठाउँ बच्चाहरू सुत्ने ठाउँ यहाँ छ यहाँ चाहिँ यो रुममा चाहिँ उनीहरूको सर्टिफिकेटहरू पिक्चरहरू पहिले काम गरेको सर्टिफिकेटहरू फोटो राखेको छ वाह वाट अ नाइस ब्युटिफुल लाइट त्यो चाहिँ बोलनेदेखि 10 किलोमिटर माथि भित्र पर्दछ मजो त के भने यहाँ चाहिँ विश्व वार 2 मा चाहिँ धेरै ठुलो घटना घटेको ठाउँ रहेछ यहाँ चाहिँ सालमा एकचोटि इटालियन प्राइम मिनिस्टरहरू भिजिट गर्ने ठाउँ ऊ माथि डाँडातिर देख्ने बाजेको ल्यान्डहरू रहेछ सबै यो उहाँको घर माथि पनि छन् यो माथि थर्ड फ्लोरबाट चाहिँ उहाँको तल यो सबै नायक हो यो चाहिँ सबै उसको तल कम्पाउन्डको काम चलिरहेछ को मको हो मामा ठर्च हेलो मामा गुड मर्निङ भन चौथो फ्लोरको चाहिँ भर्याङबाट माथि जानुलाई चाहिँ उनीहरूको यस्तो बनाएको हुँदो रहेछ यस्तो यो घर चाहिँ ब्लोनिया डिस्ट्रिक्टको सेकेन्ड हाउस टेक्नोलोजीहरू बनाएछन् के भने चप्पल अहिले मामाको तल छ नि मामा त हो तिम्रो त बाजेले तिम्रो किचन सेट बनाएछ नौनोले नो फिनिस अब चाहिँ अब हामी चाहिँ खानाको लागि चाहिँ अब प्रिपेयर भइसक्यो अब लन्च टाइम आज चाहिँ नेपाली खानाको लागि रिफर गरेको छु हामीले टक्कर यो के हो यो किचन हो यो आपट्टि यो के हो यो आगो ताम्टो ट्याक्कल यसले छ यता हो भने के भन्छ यता आउनुहोस् तपाईँ यो चाहिँ नेपाली किचन बनाएको अरे उनीहरूले मेन किचन त माथि यो सबै 100 वर्षदेखि माथिको सामानहरू बाजेको आमाको यो चाहिँ नेपाल किचन हो ल खै यहाँ मेरो बहिनीले चाहिँ आज चाहिँ हामीलाई चाहिँ स्पेसल पोर्क बन्दल हो खै यता यसले चाहिँ यस्तो गर्दा
आज हाम्रो नर्स आउने बाँकी नै छ। गेस्ट रुमबाट अब चाहिँ हामी गेस्ट रुमको वासरुम पाहुनाहरू थाक्यो भने पाहुनाहरूको सर्ने रहेछ सर्रुम। अब यहाँ गेस्टको चाहिँ सेम्पू के राख्ने हो टक्क लगाएर चाहिँ यहाँ चाहिँ टक्क पर्फ्युम लाउने अनि यहाँ सेम्पू यहाँ टक्क। आज चाहिँ अब इटालीको भेनिस घुम्न जाने कार्यक्रम छ हाम्रो, त्यही कारणले अब ज्वाइँ र बान्जा चाहिँ अझ आउनु बाँकी छ भन्दै अहिलेलाई बाई बाई, जय नेपाल।